नमस्ते सबैजनालाई। तपाईहरु कस्तो हुनुहुन्छ? म चाहिँ सन्चै नै छु। अनि तपाईको दिनहरु कसरी बित्दैछ? मेरो दिन चाहिँ यसरी नै बितिरहेको छ। अनि गाउँमा यस्तै बिहान घाँस काट्नु गएँ। अनि हामी घाँस काट्नु चाहिँ बारीमा गयौँ। अहिलेसम्म कटै घाँस छ नि त, त्यही भएर बारीमै काट्यौँ। अनि यो खुर्सानी चाहिँ मजाले फलिरहेको रहेछ। अनि अलिअलि छिपेको पनि थियो। अनि त्यही खुर्सानीलाई पनि मैले त्यो मानेको बत्तामा राखेर टिपिदिएँ। अनि म आज चाहिँ तपाईहरुलाई मेरो इन्डोर प्लान्टहरु देखाउँछु ल। यो मेरो सानो कोठामा मैले दशैंमा जाँदाखेरि रोपेको प्लान्टहरु हो। राम्रै भइरहेछ अहिलेसम्म चाहिँ। अनि तपाईहरुको गाउँघरमा चाहिँ अहिले ढिकी छ कि छैन? हाम्रो घरमा चाहिँ ढिकी छ। अनि यो ढिकीमा हाम्रो धानहरु कोदोहरु कुट्ने गर्छौं। अनि आज चाहिँ हामीले यो कोदो कुटिरहेको छौं। भिजाएर कुट्दा चाहिँ अलिक छिट्टो हुन्छ अनि सजिलो पनि हुन्छ नि त। हाम्रो दिनमा चाहिँ त्यस्तो धेरै कामहरु थिएन नि त। त्यही भएर हामी घाम अस्ताएपछि चाहिँ तल बारी खन्नु गयौँ। यो बारी चाहिँ प्याज लसुन रोप्नुलाई थियो क्या, भोलि रोप्नुलाई आज खन्दै थियौँ। अनि यो खन्दा खन्दै हाम्रो चाहिँ रात पर्यो। अनि आजलाई चाहिँ यति नै।